नमस्कार दर्शक वृन्द। विश्व फुटबलको सबैभन्दा ठुलो महाभूकम्प विश्वकप 4 वर्षको अन्तरालमा आयोजना हुने यो प्रतियोगिता संसारभरका करोडौं फुटबल प्रेमीहरूको उत्साह र भावनासँग जोडिएको छ। विश्वकपको इतिहास सन् 1930 मा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबाट सुरु भएको थियो र आज यो खेल जगतकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा परिचित छ। सन् 2026 को विश्वकप अझ विशेष बन्ने भएको छ। पहिलो पटक 48 टोली सहभागी हुनेछन् भने कुल 104 खेल खेलाइनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा ठुलो संस्करण हुनेछ। साथै पहिलो पटक संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिको गरी 3 राष्ट्रले संयुक्त रूपमा यस प्रतियोगिताको आयोजना गर्दैछन्। विश्वकपको फुटबल इतिहासमा ब्राजिल सबैभन्दा सफल राष्ट्र हो, जसले 5 पटक उपाधि जितेको छ। जर्मनीका मिरोस्लाव क्लोजले विश्वकपमा सर्वाधिक 16 गोल गरेर आफ्नो नाम इतिहासमा लेखाएका छन् भने फ्रान्सका जस्ट फन्टेनले सन् 1958 को एकै संस्करणमा 13 गोल गर्दै अहिलेसम्म कायम रहेको कीर्तिमान बनाएका छन्। विश्वकपसँग जोडिएका धेरै रोचक तथ्यहरू पनि छन्। सन् 2026 को विश्वकप 39 दिनसम्म सञ्चालन हुने इतिहासकै सबैभन्दा लामो विश्वकप हुनेछ। अनुमानित 50 लाख भन्दा बढी दर्शकले प्रत्यक्ष रूपमा खेल मैदानमा पुग्ने अपेक्षा गरिएको छ। उज्बेकिस्तान, जोर्डन, काबो भेर्ड जस्ता राष्ट्रहरू पहिलो पटक विश्वकपमा सहभागी हुँदैछन्। अर्कोतर्फ 4 पटकको विश्व विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन नसक्नु फुटबल जगतका लागि ठुलो आश्चर्य बनेको छ। विश्वकप इतिहासका केही अद्भुत कीर्तिमानीहरू पनि छन्। ब्राजिल विश्वकपको हरेक संस्करणमा खेल्ने एकमात्र राष्ट्र हो भने पेले 3 पटक विश्वकप जित्ने एकमात्र खेलाडी हुन्। उता टर्कीका हाकान सुकुरले केवल 11 सेकेन्डमा गोल गर्दै विश्वकप इतिहासकै सबैभन्दा छिटो गोल गर्ने कीर्तिमानी बनाएका थिए भने क्यामरूनका रोजर मिल्लाले 42 वर्षको उमेरमा गोल गर्ने सबैभन्दा पाका अर्थात् बुढो खेलाडी हुन् भने पेले 17 वर्षको उमेरमा फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।